सो गाइज हामी चाहिँ आज गाउँ गएर आएको होइन यहाँ पानी आएर यहाँ लागुरीमा बसिरहेको छौँ यहाँ चिया खानको लागि केटाहरू यता छन् यहाँ चिया खान लगाएर छन् गाइज होइन पानी यस्तो आइरहेछ भने हेर्नु यहाँ पुरा हावा लगाएर पानी डेन्जर आइरहेछ यहाँ चिया खान लगाएको जाने भनेको यता खोइ तल पहिरो लडेछ भनेर भनिरहेको छ यहाँ मान्छेहरूले यहाँ गाडीहरू पनि उता ऊ बसिरहेछ डेन्जर पानी आइरहेछ गाइज होइन अब घर फर्किन लाग्यो पुरा भिजेर हो यी हालत यस्तो छ बाइकको यता यी होइन डेन्जर पानी आइरहेछ यी हालत सब भिजेर जस्तो भइसक्यो होइन यहाँ दाइ पनि हुनुहुन्छ यहाँ रमाइलो गर्दै होइन होइन दाइ म यसो भ्लग्स लग्ने बनाउँछु क्या दाइ जे बनाए नेपाल चाहिँ बनाऊ नेपाल चाहिँ बनाउने हो हामी हाम्रो काठमाडौँ संसार हाम्रो अब बनाउने भने नेपाल बनाउने भने युवाले हो युवाले आफ्नो हुनु पर्यो युवाले हो युवा किन हुन्छ आफ्नो सोच र आफ्नो पहिला यो मूल खाते पातेर फ्यालिदिनु पर्छ हो सब फ्याल्ने हो सबजना युवा आउनु पर्यो गाइज होइन भएको कुरा पनि सुन्नु पर्यो देशलाई युवाको आवश्यकता छ हैन युवालाई केटीहरुको हामीलाई केटी भनेको हामीलाई चाहिँदैन हामी पुरै ध्रुवपतिबाट हिँडेको मान्छे पनि होइन के भनेको महाभारत संसारको सुन्यो भने महाभारत कसले बनाएको को उसो गुरु गीता पढाए मान्छे पनि हो गीता पढाए मान्छे पनि हो सांसद भवनको गुरु को होला कसले बनायो सांसद भवन भनिदिनु त ल यो नेताले बनाएको को नेता को हुने माओवादीको पालामा बनाएको माओवादीको पाला हामीले जलाउँदैन कहाँ कुन चाहिँ नेताले बनाएको जहाँ मा सुते त्यही ठाउँमा कसरी कुरो बुझेर कसरी कुरो गर्नु राख्छ त्यो कुरा हाम्रो ठाउँमा चाहिन्छ चाहिने भन्दा बढी अप्रेसिभ गरेर मान्छे सबै जलाउनु मिल्दैन सिंहदरबार जलाएर के पायो हाम्रै सम्पत्ति हाम्रै कर्म हामीले भोलि कर फेरि खान अब हामी फेरि सिंहदरबार जस्तै थियो त्यस्तै बनाउँछ त्योभन्दा दामी बनाउँछौँ अब हामी त्यसको लागि त एकदम धन्यवाद त्यसको लागि धन्यवाद हामी त्यो बनाउँछौँ हामी बनाउँछौँ भनेर हामीले ठिक छ पहिला पेरिस लागेको ठाउँ हो त्यो त्यहाँ चलेको हो पहिला पेरिस लागेको त्यो ठाउँ हो पेरिस भने बुझ्छ पेरिस भने बुझ्छ पेरिस भनेको कस्तो पेरिस भने देश देश हो के पेरिस पेरिसको देश होइन कलरको संसार हो कलरको संसार पेरिस पेरिस रमाउँछ पेरिस जल्छ फ्रान्सको ठौकना होइन यार पेरिस देश हो भनिदिन्छ होला पेरिस देश होइन के हो यसले भनेको के मलाई मैले भनिदिनु ठाउँको नाम हो फ्रान्सको भने पेरिस भनिदिनु पेरिस तर के छ यार फ्रान्सको क्यापिटल पेरिस हो क्यापिटल सिटी पेरिस हो क्यापिटल सिटी किताब भन्दा बिरालो पेरिस हो बिरालो बाटो बिरालो हो चढ्छ कि बिरालो चढ्छ कुरा सुन यहाँ दाइको बाघ रुखमा चढ्छ कि बिरालो रुखमा चढ्छ दुइटै चढ्छ दुइटै चढ्छ कसले झारेको ओह्रालो बिरालोले हो नाक किन थप्छ भएको नाक बाघले होइन उसले झारमा जानेको उसले ओह्रालोमा जानेको उसले किनभने सिकाएको यसको काण्ड चाहिँ मैले धेरै सुने दाइ होइन मेरो बाबाले नि यो भनेको छ तर मैले रियलमा यो कुरो के हो भने चाहिँ मैले अहिलेसम्म बुझिनँ कि हो ल त्यो चाहिँ बाघको काण्ड चाहिँ त्यो बाघ बिरालो काण्ड चाहिँ फेरि सुनाइदिनु न एउटा कुरा कस्तो हुन्छ नि बिरालो रुख चढेपछि बाघ पनि अनि आइज माथि भन्यो होइन अनि त्यसबाट के आयो भने ओइ मलाई मुनि रुखबाट मुनि झार भन्यो बाघले भन्यो ओइ म झर्छु त्यो झर्छु थाहा हुँदैन बिरालो पहिले झर्दै बाघ झर्नु जानेन त्यो नाक खेप्चो भयो अनि त्यो रुख भइरह्यो कि झर त के गरी झर्छ रुख त झर्दैन नाक मात्रै बाघको मात्रै खेप्चो भयो अनि त्यो बाघ नाक कसरी थेप्चो भयो त भने के झरेर लडेन यस्तो भयो जब बिरालो झऱ्यो बिरालो त आफ्नो ठाउँमा एकदम सकुसो भयो सानो भयो त्यो त ठुलो भयो अनि किन यस्तो भयो भन्दाखेरि जब भुइँमा झर्ने भन्दा पनि ओए मामा र भान्जाको सन्तान जस्तै हो होइन त्यो संसारमा कस्तो चिजहरू हुन्छ भन्दाखेरि एउटा कथा छ एउटा कथा नि सुन्न मिल्छ र फेरि हान्नु त एकचोटि मेरो भाइ जान्छ होइन दामी हान्नु के बोल्नु भएको फेरि ल
ए भिडियो बनाएर चाहिँ के मैले फेरि एकचोटि तपाईँको भिडियोसँग म सरकार छैन ल ल आफै गर्नु ल म यसो भ्लग म बुझिरहेको छु त म ल असल भिडियो बनाउनु दिएन फेरि हाम्रो फेरि डेन्जर यहाँ धेरै टेन्सन पनि धेरै छ हो ल एकचोटि बजाइदिनु न फेरि हामी भोटेको सन्तान हो 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 भोटे हो यहाँ पनि छ एउटा भोटे यो बाहुन हो ए बाहुन हो म थाहा हुँदैन हो भने हैन अनुहार देखेर पढेल हो एकचोटि बजाइदिनु न तँ चाहिँ सिटी बजाएको एकचोटि ल दाइ चोर त छ ए चुरोट 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 ल चोर त दिएन चुरोट छैन नि दाइ हामी चुरोटै खाँदैन हामी हामीले खान्छ ल ठिक छ दाइ हामीले चिया पप खायौँ अब त चुरोट खानु न अब पहिला यहाँ मेरो गाउँमा भालु आउँथ्यो अँ भालुको शब्द मेरो नाममा तमाको आउनु फेरि कति बच्चाले बुझ्दैन अँ भालुको नामको अर्थ अर्कै हुन्छ हो किनभने भालु एकचोटि यहाँ छिरिदियो मेरो गाउँको त्यही भएर भालु गाउँ भनेर नाउँ छ भालु गाउँ किनभने भालु छिरिएको थियो नभए चितवनदेखि दायाँ बायाँ अझ तराई हेऱ्यो भने भालु छिर्दैन बरु बदल कतिवटा भालु रहेछ मेरो हजुर कतिवटा भालु रहेछ एउटै आएछ एउटा मात्रै भालु हालेको पो दियो होला नि त्यो त मैले कसले हेर्छ त भालुले पोथी पारेर भालु गर्छ नचैनी कुरो गर्छ होइन न पसिने आयो न भाले मात्रै आयो होइन न दुईजना सँगै न आयो उसको पुच्छर हेर्नु पायो बढ्दै नि त अनि दुईजना भए त भन्नु खोजेको के बढ्दैन दुईजना भएपछि बढ्थ्यो नि त। कोही अघिल्लो कोही हुचु हुँदैन हुन्छ हुन्छ हो मान्छे डल्लो पनि हुन्छ अग्लो पनि हुन्छ डल्लो भने त थेप्चो लाम्चो सुरीले जस्तो नि हुन्छ नि हो आफूले अब त्यो त होइन अनुहार परे अनुहार नपरे त्यो हुन्छ नि सबैको कथा सुरु हुन्छ भालुको जस्तो मलाई नाक थेप्चो सेप्चो हुँदैन भालु चुच्चो होइन सियो के भन्छ चुच्चो हुन्छ ठिकै हुन्छ के भने कस्तो भालुले के गर्छ भालुले के हो भालुको मुख भालु आउँदा ओह्रालो भाग्नु पर्छ किन नि गाउँले कपाल छेकेर लखेट्न सक्दैन कि ओह्रालो हावा हो हो त बाजेले भनेको हो है बाजेले भनेको हो। ओह्रालो भाग्नुपर्छ हामीले भनेको होइन बाजेले भनेको बाजेले भन्छ अब हामीलाई लहटा खाने साथी कसो थाहा हुन्छ त्यही भएर अब लहडा भने त्यही गर्नु पर्ला लहडेपछि एकचोटि ट्राई गर्नु चितवन लखडी के गर्छ ओइ बिके त्यो लहडाको त मारिहाल्छ नि बायाँ बायाँ पाडेल लखडी के गर्छ पाडेल लहडा मार्छ पाडे भने यो पाटे बाघ पाडे पा होइन चाटे पाक्ने हुन्छ कि सिधा हुन्छ चाटे बाघै हुन्छ ए हो कि होइन म त होइन भन्दैन हो चाहिँ भन्छु हुन्छ हुन्छ हो भने हुन्छ चितुवाले लहटेमा सकिहाल्यो नि पुरै अब त्यहाँ जेलले भाग्यो नि सक्यो मैले 5 मिलियन भ्युज खाइसक्यो जाऊ न 5 मिलियन जाँदैन यार कहाँ 5 मिलियन जान्छ जान्छ भने जान्छ होला 5 मिलियन ल तेरो अनुहार देखि जाँदैन यस्तो त्यहाँनिर हाम्रो फेरि साथीको अनुहारै 5 मिलियन जाला जस्तो छ है मेरो साथीको। हो तर म सायद तिमी पनि देश गाउँ खाएर- यो भन्नु के देश भन्छ त खाएन सापकोटा देश कहाँ खान्छ अँ, मेरो देश म कहाँ खान्छु सेल म चाहिँ देश खायो। बनाउँछु बनाउने हो देश त बनाउनु सोध्छु यो टोइलेटको पनि विश्वास गर्नु र विश्वासलाई म अगाडि बढ्न चाहन्छु नर्मल म मान्छे होइन 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 आई डोन्ट बिकम जस्ट नर्मल We are not a normal. We are not a normal. What you were talking now, yeah, with me. We will talk. Oh yeah. Keep your Zenzi talk. डेन्जर हान्दिनु रहेछ त यार Zenzi talk. हो नि त? बबाल हान्ने हान्ने। न त बब्न भट न त उयो त हो। समस्या मात्र देव Yeah. Zenzi. यतिको इङ्ग्लिस बोलिन्छ जान्छ होला दाइ हो हो Oh. तिम्रो दाइको न केही छ न केही छ Zenzi. हो Zenzi. ल निधारा 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 बाइक चलाउनु पर्छ बाइक चलाउँदाखेरि हात फेरि खाना दिन्छ है म बाइक चलाउने तालमा ट्रेन उडाउने इच्छा छ मेरो हो पढाइ नपढाइ भए उडाउनु पनि पर्छ हो यो मुले प्लेन झार्छ भने प्लेन झार्दैन म यही कुरा हाम्रो नाममा छ बनाउने कम्पनी र मलाई प्लस सबै जग्गा हुनुपर्छ उताबाट उता नेपाल एयरलाइन्स के एयरलाइन नेपाल एयरलाइन्स नेपाल एयरलाइन चलाउने इच्छा छ चलाउनु त यही प्लेन बनाइसक्यो त्यो बनाइसक्यो आफैले कसले यहीँ भन्नुहुन्छ त पढान्दासले ए म त चङ्गा उडाउने हो चङ्गा हो हामी अरू प्लेन भनेकै चङ्गा ह्याप्पी दसैँ होइन कक कक 5 रुपियाँ चङ्गा ल्यायो होइन लकडाउनबाट चालिस हो अहिले महँगो भइसक्यो नि पहिला त धागो पनि महँगो घट्ट पनि महँगो माथि एरोप्लेन उडे मुनि झर्छ होला त्यस्तै चङ्गा उडेको चङ्गाले प्लेनलाई तानेर लिएर हुन् न धाउले बेरेर होइन लटाका दसैँमा चङ्गा उडाएर आज चङ्गा उड्छ र साता उड्दैन नि चङ्गा प्लेनले तानेर लिएर जाला बरु घरभित्र
एउटा काठको चिज बनाऊ उता तल जाऊ तल गएपछि सिलिट बनाऊ अनि सिधै चक्कु चाकको यो जान्छ ऊ गुडे गुडे तल गुडे गुडे। गाडी पनि चाहिँदैन गाडी जान्छ एकैचोटि भयो, 5 मिनेटमा सिधै तल। एकैचोटि पुग्छ तल। सिधै एकैचोटि तल हो। गुडेको गुडे त्यो त गुडेको गुडे हुन्छ रोक्नै सक्दैन प्लेन पो रोक्नु सक्दैन चरेर छोएर झरे हो कि होइन कति पाइलटहरू पनि मऱ्यो कतिजना एडिसनहरू पनि मऱ्यो ल गाई जस्तै हो होइन, यहाँ दाइसँग बसेर यसो हल्का रमाइलो अब गरियो, चिया यो खायो। गाई हामी त अब गएर लाग्छ भने अब त्यहाँ जाम लागेको हल्का पानी पानी सब्सक्राइब रोक्दैछ दाइले होइन। सब्सक्राइब गरिदिनु होला नि। ल यहाँ दाइ ल यहाँ भनिदिनु पर्यो यसो यहाँ भ्लगमा होइन यसो सब्सक्राइब गरिदिनु पर्यो, अब भाइले support त्यो गरिदिनु सब्सक्राइब भयो नि अब केपी ओलीलाई भित्र आर्मी लागेको ठाउँमा राम्रो गर कतै कम्युनाइज गर्छ फेरि जेनजीले चाहिँ कहिले पनि उसको कम्युनाइज नगर यति गरी याद गरी हुन्छ जति गफ गर्छ त्यस्तो नहोस् यति गरी तिमी एउटा मेरो भाइको उमेर जस्तो हो जेनजी भयो भने पढेको मान्छे हो म बुझेको मान्छे हो टिनेजको केटा हो तिमीले गर्दा धेरै मान्छेहरूको जर्मनी गइसकेको छ काठमाडौँ धस्दै भइसक्यो सिंहदरबार जस्तो भइसकेको छ दुनियाँ वर्ल्ड गइसकेको छ काठमाडौँको तर अहिले कहिले दुःख पाउँछ जनताले दुःख पाउँछ यो खातेहरूको कुरा नसुन यति कुरा आफ्नोमा हुनुपर्छ कोही आफ्नोमा हुनुपर्छ फेरि कोही माइकल लाल हुँदैन नभए गोली ठोक्नुपर्छ सिधै कुरा होस् ल मेरो यसो भ्लगमा यसो सब्सक्राइब हानिदिनु पर्यो यसो भनिदिनु न त ल। शुभ नाम शुभ नाम मिस्टर बाउन्ड भ्लग। मिसिर नाम ब्लक बाउन्ड भ्लग। बाहुन ब्लक म तामाङ ब्लक तामाङ भ्लग तपाईँ। ल मेरो बाउन्ड एउटा मेरो मेरो बाउन्ड भ्लगलाई के भनिदिनु नि त अनि म तामाङ भ्लगलाई के भनिदिनु ल। म यो भन्दैन कि बाहुनलाई बाहुनै बाहुनै हो पुरेद हो पुरै त हो। हो कि होइन? हो। त्यो पुरेद आफ्नो हुन्छ आफूले मुलहरू गर्नु सक्छ हो यो 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 होइन सराते गरेर हिँडे मान्छे यो सता छ। चाहे सरादेश गरेर चिहाएर भयो त्यो सराते गरेर हिँडेको हेर्ने। चाहे सरादेश नगरोस् बाबुआजीले गरेर छोरा नातिले गर्दैन गर्छ हामी गर्नु परिहाल्छ नि त्यो त हाम्रो आफ्नो संस्कार आफ्नो ऊ भनेर हुन्छ त। त्यसो भए मेरो नि घ्याउ गर्छ हो भने गर्नुपर्छ गर्छ भने के गर्नुपर्छ। हाम्रो संस्कृति हाम्रो संस्कृति हाम्रो ऊ हो नि त। किन नेपालीमा म तँ म नभन तर यो नेताहरूलाई आउन के नेतालाई चाहिँ राम्रो राम्रो नेता राख्नुपर्छ होइन। युवा चाहिन्छ हाम्रो युवा युवा चाहिन्छ हो। युवा नेता चाहिन्छ हो। युवा नेताले कसरी गर्छ त्यो पनि आफ्नो उसले कसरी गर्नुपर्छ थाहा छ उसले जब नेतृत्व गर्नु सक्नु होला क्षमता अमेरिका अर्बिट अफ कन्ट्री नेपाल सब चिज चाहिन्छ